एकदम खुल्ला आकाशमा जिउन मन लाग्छ, रमाइलो गर्न मन लाग्छ, एक्लै धुम्दी हिँड्न मन लाग्छ। पुरै सुनसान जङ्गलमा एक्लै आएको छु। हेर्नु त कस्तो ठाउँमा आएको छु। ट्राभल भने यो हो कि साथीहरू। अनि दाउराको लागि घाँसको लागि क्यामेरा नदेखाउनु र बिचरा लाज लाग्यो क्या हो। स्कुटीमा भ्लग्स बनाउने इच्छा भएको साथीहरू हेर्नु है, बिट्टु भएको स्कुटी कसरी चढ्छ। ओहो यथरको स्कुटीको कमाल। चढ भाइ चढ 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 चढ। ल स्कुटीले भ्लग्स बनाएको यार। वेट ओइ कुन ठाउँ आइपुगेँ म कुन ठाउँमा आइपुगेँ। रोडको इन्डिङ कहाँसम्म छ थाहा छैन साथीहरू। म त्यही भएर हिँड्दैछु। यो रोडको इन्डिङसम्म म जाँदैछु। यो सबै चियान हो। त्यहाँ मान्छे पोलेको चियान, त्यहाँ चियान, यो चियान सबै तामाङहरू चाहिँ डाँडामा लगेर जलाउने गर्छन् है। ए यस्तो ठाउँमा चाहिँ एकदम शुद्ध ठाउँमा चाहिँ यो ठाउँमा तामाङहरू चाहिँ जलाउँछन् आफ्नो मृतक शरीर चाहिँ यहाँ ध्यान गर्छन्। सुनसान ठाउँमा एक्लै भ्लग्स बनाएर हिँड्दैछु। कसैको पिर कसैको चिन्ता छैन। गयो भ्लग्स बनायो, एडिट गर्यो, युट्युबमा हाल्यो, फेसबुकमा हाल्यो, टिकटकमा हाल्यो। स्कुटीले पनि यस्तो ठाउँमा हिँड्दो रहेछ। ल रिभ्यू हेर्नुहोस् है, स्कुटीको रिभ्यू, स्कुटी भ्लग्सको रिभ्यू हेर्नु। यस्तो ठाउँमा जान्छ। हेलो गाइज, भाल्चीमा बसेको गाउँको मजाले भ्लग्सहरू बनाउँछु। यो ठाउँमा चाहिँ घुम्न जाँदैछु। अनि माइक रेडी भएको छ, बाइक स्कुटी रेडी भएको छ। अब म निस्किँदैछु। ए हाम्रो नानी स्कुल जाने नि त। अनि कति बेला आउँछ? 3-4 बजीतिर आउने। फेरि टिकटक बनाउनु ल। हामी कहाँ बनाउने टिकटक है? मसँग भेट्नु ल है। अनि हामी टिकटक अनि खोइ त्यो कहाँ गयो त्यो फुच्ची? ल ऊ र तिमी ल हामी टिकटक बनाउन जाने ल। उसले बोलाउनु है। ल अब मेरो सुरु भएको छ। यो भित्र छिराउने हो। मामा कोर्यो यार, मेरो बाइक कोर्यो। लुकिङ ग्लास कोर्यो। ल अब म तजी भन्ने ठाउँमा राइड गर्न जाँदैछु। ए खोइ यहाँ त फेरि तल जानुपर्ने। यहाँ यस्तै हो। अबि पानी फुत्किरहेको रहेछ। यहाँ त खाने पानी त टन्नै हुन्छ हौ। यहाँतिरको मान्छेहरू चाहिँ बिहान खाना खानु हुँदो रहेछ 7 बजे 8 बजे भित्रमा। खाना खाइसकेपछि गोठतिर अनि गाई बस्तुसँग चढेर गाई बस्तुहरूलाई अनि घाँसहरू खुवाएर अनि यता खेतीपाती गरेर अनि दिउँसो केही खाजा उतैतिर खानु हुँदो रहेछ। अनि एकैचोटि बेलुका आउनु हुँदो रहेछ। यहाँतिरको त सबै गाउँघरमा यस्तै हो अरे। तलतिर झर्छौँ। अब हामी यहाँबाट तिर्सै लाग्नुपर्छ। यहाँ त बाटो बनाउँदो रहेछ। ए यो बाटो चाहिँ पिच हान्न लागेको रहेछ साथीहरू मेरो विचारमा। ए तलतिर वालहरू लाउँदो रहेछ, पिचहरू पनि गर्नको लागि प्लानिङ रहेछ। तजी भन्ने ठाउँ चाहिँ यहाँबाट रहेछ है। कस्तो रहेछ त? म नपुगेको ठाउँमा जाँदैछु। बाटो त गाउँघरको यस्तै त हो नि साथीहरू। तजी गाउँमा जाँदैछु म। कहाँसम्म रोड पुगेको रहेछ हेरौँ। तल हेर्नु न, तल चाहिँ गुम्बा रहेछ। त्यो गुम्बाको पनि म हजुरलाई भिडियो एक्सपोर्ट गर्छु है। ड्रोन सट हान्छु त्यहाँको पनि। अनि हामी अहिले जाने भनेको तजीमा हो। यस्तो रोड बनेको रहेछ। म यो ठाउँमा त गएको छैन, तर चाहिँ मलाई एकदम सानोमा पहिला एकचोटि चाहिँ तजी भन्ने ठाउँमा चाहिँ एकचोटि चाहिँ गएको जस्तो लाग्छ है। मेबी 15 वर्ष अगाडि। अब हेरौँ के। तजी भन्ने गाउँ हो। ल हेर्नु हामी तजी भन्ने गाउँमा आएको छु। यसलाई पहिला फ्युगरी गाविस थियो। यस्तो छ गाउँ। एकदम जस गाउँघरमा बस्नको रौनक छुट्टै छ। बाटोघाटो गएको छ, पानीको व्यवस्था छ, इन्टरनेटको व्यवस्था छ साथीहरू। गाउँघरमा एकदम सुविधा गएको छ। काठमाडौँमा जस्तो पुरै सुविधा नभए पनि
इन्टरनेटले धेरै प्रभावकारी पारेको छ गाउँमा। ठुलो बस्ती पनि होइन, धेरै ठाउँमा छरेको बस्ती हो यो तजी गाउँ। म भित्र गाउँतिर चाहिँ म छिरेको छैन, भित्र त के छिर्नु होइन। म यतैतिर घुम्न आएको मान्छे, म राइटर मान्छे। अब माथि अलि छिप्ल्यो स्कुटी, माथि नै जानुपर्छ। घुमेको त छैन गाउँमा। ओहो, बाटो त यतातिर त दुईवटा रहेछ बाटो। अब हामी माथिल्लो बाटोमा जान्छु, तल बाटोमा नजाने। ल यहाँ सोध्नुपर्छ है, यहाँ सोध्नुपर्छ। ल ए सातो बाटो यहाँबाट। यहाँबाट माथितिर पुग्छ है। ए टावरतिर। ए ल धन्यवाद दिदी। ए म त घुम्दै हिँडेको आमा होइन, म त रोड जहाँसम्म छ घुम्नलाई आमा। ए माथिसम्म छ है। ए यस्तो पुरै गाउँतिर ढुङ्गा छापेको हुँदो रहेछ। हेर्नु त, ए बर्खा मुनि चल्ने गरी। ल हेर्नु त, यहाँ मैले स्ट्रेटमा चलाएको हो, रेसिङमा मैले रेसिङ मोड लगाएको छैन, त्यही भएर होला मलाई गाह्रो भएको। रेसिङ मोड चाहिँ लगाएको छैन मैले। यो भाइहरू स्कुल जाने बेलामा अहिले स्कुल जानु पर्दैन अहिले। स्कुलहरू जाने बेला भएरै छ बच्चाहरूको। फाइनल्ली म तजीको पुरै माथि टप हाइटमा, गाउँको टप हाइटमा आएको छु। अनि तपाईँले पुरै सालको बोटहरू मात्रै देखिन्छ। अब यहाँ माथि कहाँसम्म पुग्दो रहेछ त, टावरमा पुग्छ भन्छन् होइन। हामी त्यो ठाउँमासम्म जाँदैछौँ, तपाईँहरूलाई यस्तो नजारा देखाउँछु। यहाँको ड्रोन सट पनि म हाल्छु होइन। तर यस्तो रमाइलो ठाउँ छ, तपाईँहरूले चाहिँ एकदम मलाई सपोर्ट गरिदिनु। म चाहिँ आफ्नै गाउँघरमा भिजिट गर्नुपर्छ। हामीले नेपाल त आफ्नो गाउँ ठाउँ त राम्रोसँग घुमेको छैन। अनि धेरै ठुलो कुरा गर्छ, मैले त देशै घुम्यो भन्छन्। आफ्नो गाउँको राम्रो कुना त घुम्न सकेको छैन, के को देश घुम्नु होइन साथीहरू। ल हेर्नु त रोड, ओ माई गड, आमा हो, रोड त खतरा छ त यार, राइट। तर स्कुटीले चाहिँ काम गर्छ क्या साथीहरू। अबे छुन्छ यार, ओ माई गड, छुयो मेरो स्कुटी। ढुङ्गा यहाँतिर त है, तेरिका। हेर्नु त, यस्तो ठाउँमा आएको छु यार म। पुरै छुट्टै मजा आउँछ नि त, आनन्द हुन्छ यस्तो ठाउँमा आउनलाई। ठेका, स्कुटीले पनि यस्तो ठाउँमा हिँड्दो रहेछ। ल रिभ्यू हेर्नुहोस् है, स्कुटीको रिभ्यू, स्कुटी ब्लग्सको रिभ्यू हेर्नु। यस्तो ठाउँमा जान्छ। अन्त यस्तो पनि उक्लिन्छ पुरै। ठेरिका, छुट्टै रमाइलो हुन्छ एकदम। सुनसान ठाउँमा एक्लै ब्लग्स बनाएर हिँड्दैछु। कसैको पिर, कसैको चिन्ता छैन। गयो ब्लग्स बनायो, एडिट गर्यो, युट्युबमा हाल्यो, फेसबुकमा हाल्यो, टिकटकमा हाल्यो। छुट्टै पीडाहरू लुकेका हुन्छन्, त्यो पीडाहरू समाप्त गर्नको लागि यो ठाउँमा आएको छु मैले। जति पनि काठमाडौँ बसेँ होइन, पुरै तनाव बिजीमा बस्नु पऱ्यो। यो ठाउँमा आएपछि छुट्टै खुल्ला आकाशमा हिँड्न पाएको छु, खान पाएको छु। जिन्दगी नि जस्तो लाग्छ साथीहरू। म निराश छैन, म केही नयाँ नौलो कुरा खोज्न आएको हो, केही नयाँ आयाममा बन्न आएको हो। जिन्दगीले कहाँसम्म कहाँ पुर्याउँछ थाहा छैन साथीहरू। यो सबै चियान हो, त्यहाँ मान्छे पोलेको चियान, त्यहाँ चियान, यो चियान सबै तामाङहरू चाहिँ डाँडामा लगेर जलाउने गर्छन् है। यस्तो ठाउँमा चाहिँ एकदम शुद्ध ठाउँमा चाहिँ यो ठाउँमा तामाङहरू चाहिँ जलाउँछन् आफ्नो
मृतक शरीर चाहिँ यहाँ ध्यान गर्छन्। यस्तो ठाउँमा चाहिँ हामी तामाङ चाहिँ एकदम सफा ठाउँमा लगेर चाहिँ जलाउने गर्छन् है साथीहरू गाउँघरमा। म पनि तामाङको छोरो, पछि गएर म पनि यस्तै डाँडामा पोल्ने हो साथीहरू। रोडको इन्डिङ कहाँसम्म छ थाहा छैन साथीहरू, म त्यही भएर हिँड्दैछु। यो रोडको इन्डिङसम्म म जाँदैछु। यो उकालोमा चाहिँ त्यो समस्या भिर पहिरो आएर चाहिँ खनेको रहेछ। ओ यहाँतिर बत्ती पनि गएको रहेछ यार, माथि माथि कुन ठाउँमा बत्ती गएको आई डोन्ट नो, तर पनि जाँदैछु। ए अझै पनि कहाँको हो बाटो त, अझै पनि बाटो खनेको रहेछ। ल म त तेर्सै जान्छु भन्दा फेरि उकालो रहेछ यार। ओहो ल क्या छुट्टै जति हाइटमा आयो त्यति छुट्टै फिल भइरहेछ यार। एक्लै पनि छु। ओहो क्या मजा आइरहेछ साथीहरू। आमा म हेर्नु त वन घना जङ्गल। ओ माइ गड कस्तो दामी ठाउँ छ ल हेर्नु त। ओहो एकान्त छ ल छुट्टै मजा छ हौ साथीहरू। यहाँ त खासै काम परेपछि मात्रै आउने हो, यहाँ कोही त आउँदैन आउन त। ऐट ल तपाईँहरूले यो बाटो आउनुभएको छ, यो ठाउँमा आउनुभएको छ हजुरहरूले? ल ओ माई गड यार, कुन ठाउँ आइपुगेँ म कुन ठाउँमा आइपुगेँ छुट्टै ठाउँमा आएको छु यार म। ल ल ल ओ माई गड त साथीहरू, कुन ठाउँ हो यो, कुन ठाउँमा आएको म? ल आमा रोड हो हेर्नु त, रोड हेर्नु त कहाँ छ रोड? ए माथि हो। आइट म यस्तो ठाउँमा आएको छु यार। यथरको स्कुटीको कमाल। चट भाइ चट। ल स्कुटीले ब्लग्स बनाएको यार। वेट ओइ कहाँ हो यो, एट कस्तो बाटो यो? लो आइट ल अब खोइ त नि यो माथि बाटो छैन क्या हो, यो पानीले बिग्रियो हो बाटो। ओइट यो यत्रो आइया आइट स्कुटीमा भ्लग्स बनाउने इच्छा भएको साथीहरू हेर्नु है, बिट्टु भएको स्कुटी कसरी चढ्छ। ओहो ल अझै पनि माथि छ यार। बस्तुहरू छ कि छैन त गोठहरूमा? ल हेर्नु त गोठहरू रहेछ त्यहाँतिर। यो खड्का भन्छ यिनीहरूलाई, खड्का। अच्छा यहाँ इन्डिङ भएको हो त, यो रोड हो त। ल ए अझै पनि रहेछ, अझै पनि। ल वेयर इज रोड खोइ कहाँ हो त रोड? अलिकति पर जाउँ त साथीहरू, यो रोड हो कि होइन? अलि पर जाउँ त, यो रोड हो कि होइन साथीहरू? यो रोड हो? ए रहेछ यो रोड रहेछ साथीहरू। ए रोड रहेछ यार। ल ए यहाँसम्म इन्डिङ। ल गाइज यो ठाउँसम्म रोड रहेछ हेर्नु त, यति हो रोड। त्यसपछि यहाँ इन्डिङ छ। मलाई यहाँ के छ भनेर थाहा छैन है साथीहरू। अनि मलाई कस्तो एक्लै भए, डर पनि लाग्यो साथीहरू। कस्तो ठाउँमा आइपुगेको मलाई डर पनि लाग्यो। आमा है तर कस्तो ठाउँ छ। तर यतातिर म एकचोटि जान्छु ल, ऊ त्यहाँ माथिसम्म जान्छु। यहाँ के रहेछ, ऊ त्यहाँ सिडी रहेछ है, म त्यहाँ फेरि जान्छु ल, त्यहाँ के रहेछ। तर यस्तो दामी ठाउँ छ। हिँड्ने बाटो चाहिँ यहाँबाट यहाँसम्म हिँड्ने बाटो रहेछ। ए खाजुक लाङा खाना चुजियार बताबा। ल टावर छ, म हेर्न जाँदैछु। उहाँहरू दिदीहरू भेट्नुभयो। यो चाहिँ फ्युग्री जाने बाटो रहेछ, पुरानो बाटो। ए मुलग्याम ए
म चाहिँ एक्लै आएको थियो अनि कहाँ आइपुग्ने थाहा थिएन तर यो दिदीहरू भेट्यो अनि यहाँ दिदीहरू चाहिँ तपाईँहरू चाहिँ वनमा जानु लाग्नु भयो ए अनि दाउराको लागि घाँसको लागि क्यामेरा नदेखाउनु रे बिचरा लाज लाग्यो क्या हो क्यामेरा नदेखाउनु रे बिचरा ल बाटो यस्तो रहेछ अनि यहाँ त्यो टावरसम्म चाहिँ छ टावरसम्म जानु त्यहाँ टावर रहेछ फाइनली म यो टावरसम्म आयो साथीहरू है यो टावरसम्म आएको छु यहाँ पुरै पारेको रहेछ यो भित्र के बसिरहेको कुकुर पनि पालेको छ क्या ओ माइ गड यहाँ मान्छे बस्छ कि बस्दैन थाहा भएन ए कुकुर त रहेछ त्यहाँ ए यो टावर पुरै नमस्तेको टावर रहेछ घेरेको रहेछ साथीहरू भित्र त कस्तो कुकुर छ क्या हो यहाँ कुकुर राखेको रहेछ साथीहरू पुरै यो सुरक्षाको लागि होला ए यस्तो ठाउँ रहेछ मान्छे बस्छ क्या हो यो कुकुरले कसरी खाना दिने त कुकुरले खाना कसरी दिने त ल यस्तो ठाउँसम्म आयो साथीहरू ल हेर्नु त हो अनि यो ठाउँसम्म आएँ म त्यो पछाडितिर जान्छु है यो नमस्तेको टावर ठाउँ रहेछ यो ल म तजीको यो टावर भएको ठाउँसम्म आएको छु साथीहरू हाम्रो यात्रा यहीँ इन्डिङ हुन्छ अब फेरि फर्केर जान्छु फेरि अरू ठाउँमा जान्छु ढुङ्गा त हेर्नु न कत्रो ढुङ्गा पुरै सुनसान जङ्गलमा एक्लै आएको छु हेर्नु त कस्तो ठाउँमा आएको छु ट्राभल भने यो हो कि साथीहरू फाइनल गाइस हामी यस्तो भित्र आएको छु पुरै घना जङ्गलभित्र एक्लै आएको छु छुट्टै मजा लिनको लागि है पुरै सुनसान जङ्गलमा आएको छु साथीहरू अनि यो चाहिँ किस्पाङ गाउँपालिकाको यो माथि नमस्तेको टावर राख्ने ठाउँमा आएको छु म एक्लै छु एकदम खुल्ला आकाशमा जिउन मन लाग्छ रमाइलो गर्न मन लाग्छ एक्लै धुमधी हिँड्न मन लाग्छ किन हो साथीहरू आजभोलि त है कसैसँग नि बोल्न मन लाग्दैन आफ्नै सुरले बाँच्न मन लाग्छ आफ्नै सुरले खान मन लाग्छ के भएको कसैको विश्वास पनि लाग्दैन साथीहरू ठुला सपना पनि देख्न छाडिसकेँ मैले तर साथीहरू जिन्दगी यस्तै हो जस्तो लाग्छ आफ्ना खुसी नै छैन आफ्ना सपनाहरू नै मरिसके आफ्ना खुसी नै हराइसके त्यसपछि के चाहियो र त्यही भएर आनन्द लिएर हिँडिरहेको छु साथीहरू एक्लै हिँडेको छुट्टै मजा आउँदो रहेछ तर कहिले बोरिङ पनि लाग्दो रहेछ अनि के गर्ने कोसँग बोल्ने कता जाने तर सुरुवात भएर होला अलिकति बानी नपरेको पछि गयो भने त बानी पर्छ यस्तै छ तर धेरै खुसी छ झगडा गर्ने एक्सिडेन्ट पार्ने त्यस्तो त हुँदैन मेरो एउटा आफ्नै प्रोफेसनल ब्लग्स बन्छ मैले भ्युजको लागि मैले त्यसरी पनि गर्न सकिनँ हजुरले कस्तो मनपर्छ होला आई डोन्ट नो होइन म अर्ग्यानिक मात्रै देखाउने बानी छ मेरो मैले त्यस्तो अरू जस्तो उत्पात्याङ गरेर पनि मैले गर्न पनि सक्दैन आउँदैन होइन तर जस खुसी लाग्छ कि हजुरहरूले थोरै भएर पनि मलाई माया गर्नुभएको छ होइन ठुलो बाइक ल्याएन किनभने ठुलो बाइकमा एकदमै हेभी भएको कारणले गर्दाखेरि मैले स्कुटीमा अफ रोडमा कतिको चाहिँ कम्फर्टेबल हुँदो रहेछ भनेर म भ्लग्स बनाउँदैछु सायद म चुनाव सकेपछि चाहिँ मेरो यात्रा कि इन्डियातिर हुनेछ कि पश्चिममा त जाने नै छु यो स्कुटी लगेर त्यसपछि इन्डियातिर पनि कति ठाउँहरूमा अब आफ्ना बिरामी पेसेन्जरहरूले चाहिँ उद्धार गर्नु छ पक्कै पनि हजुरहरूले मलाई माया गरिदिनुहुन्छ एकदम खुसी लागेको छ है एकदम सम्झेको छु हजुरहरूलाई किस्पाङको गुम्बामा तपाईँहरूले भ्लग्स बनाउँछ है मैले तपाईँहरूलाई अफ रोडमा स्कुटीमा भ्लग्स बनाएको भिडियो देखाएँ र अर्को भिडियोमा तपाईँहरूलाई किस्पाङको ड्रोन भिडियो र दुम्बाङको ड्रोन भिडियो
तपाईहरुलाई देखाउने नै छौं। अहिलेको लागि छुट्टिन्छु। दुम्बाङको ड्रोन भिडियो हेर्न चाहनुहुन्छ भने अर्को भिडियो हेर्न नछुटाउनु होला।